एकदमै खुलेर हाँस्ने, गाउने, रमाउने, खुसी हुने भनेको चाहिँ अफकोर्स साथीहरूसँगै हो चाहे त्यो केटा होस् चाहे केटी होस् होइन हो। त्यही भएर चाहिँ आज चाहिँ म मेरो साथीहरूसँग भेट्न चाहिँ यहाँ लखर 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 हिँड्दै आउँदैछु भक्तपुरदेखि। यस्तो टनटनल पुरा घाम लागिरहेछ तर पनि साथीसँग भेट्ने भनेर चाहिँ पुरै एक्साइटमेन्ट भएर चाहिँ होइन पुरै लखर लखर हिँडिरहेको छु होइन। किनभने मेरो चाहिँ होइन अब मेरो साथीहरू त भेटिरहनु हुन्छ अनि मेरो चाहिँ बेबी भएदेखि चाहिँ मैले भेट्न पनि पाएको थिएन अनि एकदमै आफ्टर लङ टाइम पछि म मेरो साथीहरूलाई भेट्ने भनेको भएर चाहिँ म एकदमै एक्साइटेड भएर चाहिँ होइन पुरै हेर्नु न म लखर लखर हिँड्दैछु। यो चाहिँ एकदमै काठमाडौँको ढुकढुकी मुटु भनौँ न यति रमाइलो ठाउँ हो क्या यो त। अनि हामीले चाहिँ यहीँ भेट्ने प्लान गऱ्यौँ किनभने योभन्दा बेस्ट अरू ठाउँ कुनै पनि लागेन हामीलाई चाहिँ सबैलाई सजिलो। हेलो हेलो के भन टिकटक बनाएको हामी चाहिँ धेरै लामो समयपछि चाहिँ साथीहरू स्कुलको साथीहरू स्पेसल स्कुलको साथीहरू भेटघाट हुँदैछ। तर हामी यहाँ 4जना छ हाम्रो त ग्रुप त 6-7 जना थियो होइन तर हेर्नु न यहाँ हिजोमै यतिजना मात्रै यस्तै हुन्छ अनि केही छैन हामी फुल्ली मस्ती गर्नेवालामा छौँ। यसलाई चाहिँ ग्रुपबाट बाहिर खाली सपिङ गरिदिने हाम्रो यो साथी चाहिँ होइन बाहिरबाट आएको त्यही भएर पुरै सबैजना ठग्न खोजिरहेको छ। विदेशी म्यान नेपाली अफ्रिकन विदेशी अफ्रिकन हेर त अमेरिकन तिमी अफ्रिकन म अमेरिकन पदमी के चाहिँ कस्तो भनिदिने टिकटक बाँच्नु नभन्छ ब्राजिलहरू देखो ना देखो ना मुझे देखो ना ये मेरे बच्चे अपने बाप के छोडकर आए भन्न नआउने मान्छे किन भनिरह होला है के अरे जस्तो आयो त्यस्तै भन्यो कि जस्तो रहेछ तिमीहरू चाहिँ सपोर्ट गर न अनि मैले पनि अलिक जान्छ सिकिन्छ नि। अच्छा अच्छा के भनेको अब यहाँ भिडियो साइलेन्ट मोडमा भएपछि म त बोल्नै पर्यो नि। यो यहाँ दुईवटा चाहिँ साथी चाहिँ सरप्राइज दिने भनेर चाहिँ पुरै लुकेर बसिरहेको थियो होइन। हामी आउँदिन भ्याउँदिन भनेर बसिरहनु भएको साथीहरू हुनुहुन्थ्यो भने अहिले चाहिँ आएर सबैजनालाई सरप्राइज गर्दै हुनुहुन्छ। ल ठिक छ सबैजना अब हामी जम्मा भइसक्यौँ। हामी अब जम्मा भएर चाहिँ हेर्नु हामी के खाँदैछौँ ढान्टाडान पानीपुरी नाम लिँदै मुखमा पानी आइहाल्छ के गर्नु। अब सरर एकचोटि क्यामेरा घुमाएर पानीपुरी खाइहाल्नु पऱ्यो नत्र मेरो साथीहरूले सबै झ्वाम पार्छ म चाहिँ फेरि हेरेर थुक्निले होला फेरि होइन। ल ठिक छ ल अनि हामी पानीपुरी खाइसकेपछि चाहिँ अब यसो मेरो रिल्सको लागि चाहिँ एउटा यसो भिडियो टक्क बनाइहालेँ साथीहरूसँग भेट भएको भनेर। अनि साथीहरूले ल छिटो छिटो जाउँ न फोटो खिचौँ फोटो पनि खिच्नुपर्छ भनेर भनिरहेको थियो होइन। सबै फोटो प्रेमीहरू फोटो खिच्नु प्रेमीहरू मेरो साथीहरू हामी फोटो खिच्नु धेरै बेर लाउँदैन नि त धेरै लाएन हामीले जम्मा 1 घन्टा मात्रै लाग्यो होला फोटो खिच्नलाई। अनि त्यसपछि अनि हामी फेरि लखर 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 खुट्टा दुख्यो भनेर अनि हामी लखर लखर यताउता दौडिँदैछौँ कता बस्ने होला भनेर। अब यहाँ बस्ने ठाउँ त छैन कतै त बस्ने ठाउँ मिलाउनु त पर्यो भनेर हामी लखर लखर हिँड्दै एक ठाउँमा ठक्क ठाउँ भेट्यो। लो नि त जाउँ भनेर है रमाइलो ठाउँ लाग्यो मलाई पनि एकदमै शान्त वातावरण ठाउँ पनि एकदमै फराकिलो होइन। तपाईँहरू साथीभाइ भेट्ने हो भने चाहिँ यहाँ जाँदा हुन्छ होइन एकदम रमाइलो ठाउँ लाग्यो। अनि हामी ल कुर्सीमा होइन थचक्क बस्नुपर्छ किनभने खुट्टा दुखिरहेछ होइन भुइँमा थचक्क बस्दाखेरि आनन्द हुन्छ भनेर चाहिँ हामी थचक्क बसेर लो यहाँको छ्याङ चाखौँ न भनेर सबैजनाले छ्याङ अर्डर पनि गऱ्यो। अनि त्यसपछि सबैजनाले अलिअलि यसो चाख्यो पनि। अब कोही साथी चाहिँ अब प्योर नेवारी अबले अब के गर्नु अलिअलि यसो चढाउनु पर्ने भनेर उहाँ चढाउँदा होइन उहाँ आधी बोर्डकै बनायो भनेको चढाउनु पनि कोलाई चढाएको थाहा छैन होइन। अब चढाउने भन्दा के अरे खाने भन्दा बढी चढाउनु पर्ने बढी भएपछि के काम होइन। हेर्नु न चढाउँदा आधी बोर्डको भइसक्यो छैन। अब यस्तै हो चढाउनु परेपछि होइन। ल ठिक छ म त अहिले खानेकुरा त चढाउन दिँदैन यस्तो तालले त अनि हामीले खाने हो कि चढाएर सिध्याउने हो थाहा छैन है। ल ठिक छ ल चेस गरेर चाहिँ हामीले चाहिँ खायौँ। मैले चाहिँ खाने थिएन मैले चाहिँ मेरो नानी भएदेखि चाहिँ दुध आउँछ है भनेर चाहिँ खासमा खाएको हो नत्र म खाँदिनँ थिएँ। ल यो मेरो अब लास्ट नै होला
त्यही पनि यो ल हाम्रो खानेकुराहरू पनि टक्क आइसक्यो है, टक्क आइसक्यो। सपुमिचा हो मेरो फर्स्ट एक्सपिरियन्स हो है, मैले फर्स्ट टाइम खाना लगाएको। कस्तो हुँदो रहेछ म खाएर हेर्छु, मेरो रियाक्सन कस्तो हुँदो रहेछ पनि हेर्नु है त। है सबैको चाहिँ सायद सेकेन्ड टाइम हुनसक्छ, तर मेरो चाहिँ एकदमै फर्स्ट टाइम है, सपुमिचा चाहिँ फर्स्ट टाइम हो। कस्तो हुन्छ मेरो एक्सप्रेसन हेर्नु है त। चपाउँदैछु, टेस्ट लिँदैछु है, टेस्ट लिँदैछु। मिठो लागेछ मलाई है, मिठो लागेछ, एकदम मिठो लाग्यो। मिठो हुँदैन भनेर सुनेको भएर चाहिँ मलाई कस्तो कस्तो भइरहेको थियो क्या। अनि टक्क नेवारी सेटहरू आयो हाम्रो अगाडि, अनि हामी सबैजनाले चाहिँ होइन गाममा घुम्नु गरेर खाँदैछौँ होइन, सासै नफेरिकन। अनि बेला बेलामा बिचबिचमा चाहिँ मेरो साथीहरूले के भनेर यति हँसाइरहेको थियो होइन, यति हँसाइरहेको थियो। हेर्नु न, कोही साथीको त आँखाबाट आँसु नै आएको छ होइन। अनि कोही साथी त हाँस्दा 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 पेट दुखेर केही छैन। मलाई चाहिँ क्यामेरा यता घुमाउने उता घुमाउने गर्दै ठिक छ होइन। अब नघुमाउ पनि कसरी, यतिका दिनपछि साथीहरू भेट भएपछि त अनि अब यसो घुमाउनै पर्यो मेमोरीको लागि होइन। अहिले टक्क भोलि मैले यो टक्क यो के भन्छ भिडियो राखिराखेपछि त मैले जुन कुनै बेलामा पनि हेर्न सक्छु नि त। मैले यसरी साथीहरूसँग गएर रमाइलो गरेको थिएँ भनेर। फर्स्ट टाइम हो, फर्स्ट टाइम हो ए, फर्स्ट टाइम रे आउँदैन। ताली बजा, किन नयाँ कुरा गरे जस्तो ताली बजाउने। वाह 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 वाह। ताने त मैले आउँदैन खोइ, मैले पनि ताने त जोड लगाके। फर्स्ट टाइम हो, फर्स्ट टाइम हो ओइ, फर्स्ट टाइम हो भने हो भनेको हो। ओ माई गॉड, अलिक जोड लगा के तान्नु पर्ने होला नि। म त नो, म त नै मैले पनि ताने छैन अहिलेसम्म। यहाँबाट साउन्ड आउनु पर्छ होला क्या। अब एक दिन दुख्यो भने दुख्छ। होइन नि फेरि यो त फुक्ला नि फेरि तान्ने कि आगो फुक्यो मैले जस्तै। आउँछ हामी ताली बजाउँछौँ। जोड लगा के तान्नु, यसरी तान्ने रहेछ, यस्तो गर्नुपर्ने छ ल, तान्नु पर्ने छ नि। छ्या अब तल पनि निस्किन्छ धुवा। अब फेरि गर्नु ल। नै त गर्नु, एकचोटि गर्नु न, अनि यहाँनिर पुग्नु ल। ओ माई गड, यति धेरै म हाँसेको भनेको त के भन्छ धेरै पछि नै होला होइन।
आमा यति आँखाबाट बरबाट आँसु झरिरहेको थियो साथीहरूले यति हँसाइरहेको थियो थाहा छैन के भनिरहेको थियो होइन साथीहरूसँग मात्रै रहेछ कि यति एकदम खुलेर हाँस्ने रमाउने होइन खुसी हुने भनेको चाहिँ साथीहरूसँग अब केही क्षण हामीले भेटे पनि अब एकदम रमाइलो पहिलाको कुराहरू गरेर होइन पहिलाको मेमोरीहरू सम्झेर चाहिँ यति रमाइलो हुने के जे होस् साथीहरूसँग चाहिँ अनि जे होस् एकदमै रमाइलो भयो मेमोरेबल डे भयो होइन मेरो अब स्पेसल थ्याङ्क यू हाम्रो निरुलाई पनि हो ऊ बाहिर थियो होइन पहिला पनि आएको थियो तर भेट हुन सकेको थिएन हाम्रो चाहिँ अहिले चाहिँ उसले एकदम भेट्ने वातावरण मिलायो त्यसको लागि थ्याङ्क यू सो मच एकदम पहिलादेखि नै भेट्ने मन थियो तर अब कसैको के मिल्दैन होइन अब सबैजना बिजी अनि मैले पनि एकदमै एक दिन चाहिँ मेरो बुढालाई छुट्टी गर्न लगाएर मेरो 2टा बच्चा हेर्न लगाएर चाहिँ म चाहिँ साथीहरूसँग भेट्न चाहिँ कुदेको है साथीहरू ल अहिलेसम्म मलाई जतिजनाले यो भिडियो हेरिरहनु भएको छ उहाँहरूलाई थ्याङ्क यू सो मच भन्दै मेरो यो भिडियो चाहिँ अब यहीँ स्टप हुन्छ अब अरू पनि भिडियोको क्लिपहरू थियो तर यहाँ पुरा आउन सकेन त्यसको